पढ्नको लागि युके जान खोज्नुभएको विद्यार्थीहरूलाई लागि चाहिँ एउटा इम्पोर्टेन्ट न्युज भने कि अपडेट भन्ने त्यो कुरो म दिन गइरहेको छु। युके गभर्मेन्टले केही समय अगाडि मात्रै अनाउन्स गरेको छ लगभग धेरै युनिभर्सिटीहरूमा चाहिँ फाइनेन्सियल क्राइसिस हुन सक्ने सम्भावना देखाइसकेको छ र लगभग 2 दर्जन जति युनिभर्सिटीहरूमा चाहिँ बिग ट्रबल ठुलो समस्या आइसकेको छ युकेमा। तर अब हामीले कसरी, युके त वर्ल्डमै पढ्न बेस्ट कन्ट्री हो, तर अब कस्तो युनिभर्सिटी जाने त हामी, त्यो कुराहरू चाहिँ एकदमै जान्न जरुरत छ विद्यार्थीहरूलाई। तर युके गभर्मेन्टले लगभग 24वटा युनिभर्सिटीहरू समस्याग्रस्त भनेर देखाइसकेको छ र कुन युनिभर्सिटीको नाम चाहिँ पब्लिस भइसकेको छैन र कतिपय युनिभर्सिटी हामीले थाहा पाइसकेको छ मार्केटमा विद्यार्थी ट्युसन फी तिरिसकेपछि आउने इनरोलमेन्ट लेटर, जसलाई हामी कास्ट लेटर भन्छौँ, त्यो कास्ट लेटर स्टप पनि गरिसकेको हामी पाइसकेका छौँ। त्यसले गर्दाखेरि विद्यार्थीहरू चाहिँ अब सस्तो भन्दा पनि राम्रो युनिभर्सिटी छान्नुपर्ने अवस्था आइसकेको छ। कुन युनिभर्सिटी कहिलेदेखि चलेको छ, त्यो युनिभर्सिटी कस्तो क्वालिटी सेल गरेको छ, त्यो युनिभर्सिटीमा पढेको विद्यार्थीले भोलि चाहिँ आफ्नो फिल्डमा जब कति पर्सेन्ट कुन रेसियोमा पाइरहेको छ, यी कुराहरू चाहिँ मोस्ट इम्पोर्टेन्ट भइसकेको छ। होइन भने तपाईँहरूले भोलि सस्तोको नाउँमा युनिभर्सिटी छान्नुभयो र सस्तो भनेर कुद्नुभयो र भोलि त्यहाँको ट्युसन फी तिर्नुहुन्छ, कास आउँदैन, कास नै तपाईँ भिजा अप्लाई गर्न पाउनु भएन र अर्को युनिभर्सिटी चेन्ज गर्न पनि तपाईँ सेप्टेम्बर इन्टर समय नहुन सक्छ। त्यो बेलासम्म तपाईँको धेरै पैसा पनि खर्च भइसकेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूलाई कतिपय कन्सल्टेन्सीले तपाईँलाई कुन युनिभर्सिटी राम्रो कुन नराम्रो नभन्न सक्छ। उहाँहरूले तपाईँहरूलाई चाहिँ तपाईँहरूको मौकाको फाइदा लुट्न सक्छ। कसरी भने तपाईँहरू भिजिट गर्नुहुन्छ कन्सल्टेन्सीहरूमा, सर कुन युनिभर्सिटी सस्तो छ, तर तपाईँले सस्तो होइन, सर कुन राम्रो छ, कुनमा क्वालिटी राम्रो छ, जहाँ पढे पनि मेरो आखिरमा ब्याचलरलाई 3 इयर्स लाग्छ भने मास्टर्सलाई 1 इयर लाग्छ भनेदेखि, तर त्यो बेला तपाईँ फिल हुन्छ कि पढिसकेपछि मैले 1000 पाउन्ड बढी तिरेको भए अथवा मैले राम्रो युनिभर्सिटी पढेको भए आज समस्या आउँथेन हो। त्यसले गर्दाखेरि तपाईँलाई हामी विगत 27 वर्षदेखि हामी उत्तरी सडकमा अवस्थित डाइनामिक युनिभर्सले तपाईँलाई सही इन्फर्मेसन सही सल्लाह दिँदै आएको छौँ। त्यसले तपाईँहरू एउटा नेपाली कुनै पनि देशमा फस्नुहुन्न। एउटा नेपालीले एउटा विदेश गएर एउटा ब्रिटिस डिग्री लिने चाहना बनाएको छ हो। आजसम्म पनि वर्ल्डमा बेस्ट डिग्री ब्रिटिस डिग्री हो, जहाँ तपाईँलाई राम्रो एजुकेसन पाउनुहुन्छ, सँगसँगै छोटो समयमा लिन सक्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूलाई हामी कुन युनिभर्सिटी चाहिँ समस्या आउन सक्छ, कुन युनिभर्सिटीमा चाहिँ कस्तो कस्तो अवस्था आइसकेको छ र कुन युनिभर्सिटी छान्दा चाहिँ तपाईँहरूको चाहिँ सेप्टेम्बर इन्टेकलाई पढ्न जान र पढिरहँदाको अवधिमा नै समस्या आउन नसक्ने खालका जुन इन्फर्मेसन लिनको लागि चाहिँ तपाईँहरू डाइनामिक युनिभर्सको अफिस भिजिट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई हामी सहीभन्दा सही हामीले थाहा पाएको जानकारीहरू दिनलाई हामी कोसिस गर्नेछौँ। धन्यवाद।